गरेर नेपालको दोस्रो ठुलो लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने 5 पोखरी लगायत त्यस क्षेत्रमा बसोबास रहेको शालिन तामाङ समुदायसँगको सामिप्यतामा लास्रो र फ्याफुल्ला भन्दै हामीले 3 दिन बितायौँ। बाइकको लागि मोटर बाटो होस् वा ट्रेकिङको लागि पदमार्ग दुवै केही हदसम्म जटिल नै थियो। समुद्री सतहदेखि 1400 मिटर उचाइमा रहेको काठमाडौँदेखि 3 दिनभित्रै 4200 मिटर उचाइको उक्त ट्रेकमा जुगल, दोर्जिलाक्पा लगायत 5 पोखरीको मनमोहक दृश्य साथै त्यहाँको आर्थिक, भौगोलिक, सामाजिक आयाम अवलोकन गरेर हामी बिल्कुल यसरी फर्केका थियौँ। यो हिमाल सरको सनस्क्रिन हो। मैले यस्तो सनस्क्रिन अहिलेसम्म देखाएको थिएन। हेर्नु पुरै सेतो छ। म यो कसरी यो मसाज गरौँ म दङ परे। एक दुईटा विज्ञापनलाई तपाईले क्यान्सल गरिदिनुहुन्छ। यस्तरी बेइज्जत गरिदिनु भयो मेरो सनस्क्रिनको। अर्को जोगीको अवस्था तर सागरले पनि सात तल कम्बा भनेको के छ सन्चै हुन्छ भनेको हो र बल्ल बल्ल सिक्नु पर्छ। हामी बिहान 5:40 मा काठमाडौँबाट हिँडेको। करिब 11 बजे लगभग बजेको थियो। 11 बजे चाहिँ हामी देउरालीसम्म बाइकमा आइपुग्यौँ। त्यहाँ छिम्तीबाट थोरै अगाडि। अनि यति बेला हामी ताङको खर्क हाइट 2878 मिटर, काठमाडौँको 1400 रेन्जमा छ। हामी 2878 मिटरको हाइटमा छ। जीवन सर, रसिद भाउजू र म। यात्रा देउरालीबाट हामी यात्रा सुरु गरेको करिब आधा घन्टादेखि 45 मिनट भएको छ। हाम्रो म्याडमको हालत यस्तो छ, भोलि पर्सि पुरै हिँड्नु छ। हिमाल सर दिवरको जिम्मेवारी पुरा गर्दै दुईवटा झोला बोकेर यी भाउज चाहिँ मक्का छिन् पुरा भरिया बनाएर। कति लाउनु पर्यो क्रिम घुम्न आउँदा पनि राम्रो हुनु पर्ने त हल्का थोरै हो। यो यहाँदेखि नि चाहिँ यो नर्सिङ पार्टी, त्यसपछि यहाँबाट हामी त 8:50 मा हिँड्यौँ नर्सिङ पार्टीबाट। उकालो उकालो यहाँ चाहिँ ठाडै उकालो छ तल। यो ठ्याक्क लौरी बिनामा छु। कार्तिकको 29 गते 2082। यहाँबाट झुप्पा आउँदैछ। यो मध्य पहाडमा पारी बोक्नु पऱ्यो भने। अनि यहाँबाट चाहिँ ठाडो उकालो छ। पुरी बिनाबाट अगाडि आइयो। हाम्रो एक्सपेक्टेसन 5 पोखरी यही 5वटा टुक्रा छन् होला, कटौरामा राखे जस्तो भन्ने थियो। रहेछ यहाँबाट पनि अझै कसैले आधा घन्टा भन्छ, अलि अगाडि गएपछि एकजनाले 1 घन्टा भन्छ। अघि 15 मिनट भन्ने मान्छे पनि भेट भयो। 1.5 घन्टा नि भन्यो। यहाँबाट अगाडिको एकदम लास्ट कन्डिसन भइसकेको भाउजूको। थाकेर हत्तु पऱ्यो हामी दुइटै। हामी यहाँबाट 10 मिनटमा 5 पोखरी है त। यति दुखाएर आइयो नि त। इन्द्रावती मुहानै रहेछ यार। हेलिप्याड पनि ओह्रालो है त। जोडी भनेको कम्तीमा यतिको हुनुपर्छ है त। बिहारको के मतलब यार। हेर्नु त कस्तो छ माया।